कति सालमा तपाईले मिक्सर अपरेटर भएको? नै मिक्सर चलाएको हैन? कति वर्ष चलाउनु भयो? 1 वर्ष। 1 वर्ष मात्रै? अनि त्यसपछि पम्प चलाए 1 वर्ष। पम्प के को पम्प? कस्तो पम्प? पानी तान्ने पम्प। पानी तान्ने पम्प। के गर्थे तपाईले प्रोजेक्टमा? त्यति हजुर त्यति हैन, के काम गर्थे के? यो त्यो कस्तो खालको प्रोजेक्ट थियो? के प्रोजेक्ट थियो? बाटो खन्ने, नहर बनाउने। बाटो गर्ने, नहर बनाउने, अरु के गर्थे? त्यति हो। त्यति मात्रै? के काम हुन्थ्यो? कस्तो काम हुन्थ्यो? काम त्यति नहर लिएर उता पावर हाउस बनायो। पावर हाउस बनाएको? पावर हाउस बनाउँदा नहर कस्तो खालको नहर बनाउँथे? ठुलो खनेर ठुलोबाट पानी। ए अनि त्यो यस्तो के अरे ब्लास्टिङ पनि गर्नु पर्थ्यो? सिमेन्टै आउँदैन? किन आउँदैन? सिमेन्टै नआए त कसरी बन्छ र? केले बनाउँथे? त्यही पानी साङ्लेर सिल्जोक भन्ने उसमा नयाँ बगैँचामा खाल्डो खनेको थियो। त्यो पानी जम्मा त्यो खाल्डोमा हाल्ने, अनि साङ्लेपछि मात्रै नहरमा हाल्ने। हो, त्यसलाई हाइड्रो पावरमा डिसेन्डिङ बेसिन भन्छ। डिसेन्डिङ बेसिन भन्छ क्या इङ्ग्लिसमा चाहिँ। डिसेन्डिङ बेसिन भनेको चाहिँ धमिलो पानी जति थेग्राउन लाउँछ, अनि सङ्लो पानी चाहिँ माथि अनि चढेर जान्छ हैन, उता ओभरफ्लो भएर अनि उता जान्छ, पावर हाउस जान्छ हैन। अनि पावर हाउस त्यो नहरको त अनि तपाईले सिमेन्ट पाउँदैन भन्नुभयो। त्यो बेलामा त यस्तो बनाएको पुलहरू पनि थियो, नहर यस्तो नहरको वाल पनि के अरे ऊ पनि लाइनिङ गरेको थियो, ढलान गरेको थियो त, बनाएको होइन त। अनि सिमेन्ट नभए कसरी बन्छ त? किन नपाउनु त? कहाँको मान्छे थियो इन्जिनियरहरू? विदेशी? नेपाली होइन। कहाँ विदेशी? कहाँको? इन्डियन हो, इन्डियन पन्जाबीहरू होइन? एउटा पन्जाबी भाषा बोल्नु त आउँछ? बोल्नु भन्नु न। इथे उथे भनेको के हो त? इन्जिनियरहरू चाहिँ पन्जाबी थियो? मान्छेले खन्थ्यो कि नहर मेसिनले? मेसिन थिएन हो र? अनि त्यत्रो पावर हाउसमा मेसिनहरू त केले गर्थ्यो त? मेसिन नभए त टर्बाइनहरू मेसिनले उचाल्थेन? क्रेनहरू आउँथेन? क्रेन थिएन? भक्कुल? भ्याकु? एस्केभेटर? एस्केभेटर ए खन्ने एस्केभेटर भक्कुल स्केभेटर भन्छ त्यसलाई। डम्पर पनि थियो होला नि? डम्पर थियो, डम्फर भन्थ्यो होइन? स्केभेटर हुन्थ्यो। अनि त्यत्रो पुल बनाएको छ त त्रिशुलीमा, त्यो हाइड्रो पावरको। मेसिनले नभए कहाँ हुन्छ त? अघि चाहिँ सिमेन्टै पाउँदैन भन्ने, अनि आफै मिक्सर अपरेटर ढलानहरू मिक्सरले घोलेर हाल्ने होइन? के हुन्छ त मिक्सरमा? सिमेन्ट र बालुवा गिटी हाल्छ, अनि पानी हाल्छ, मिक्सरले घोल्छ। अनि कति हाल्थ्यो सिमेन्ट? बिर्सिसक्यो। नाइके पनि गर्थ्यो?
के गर्थे त नाइकीमा? नाइकीले के नि कुल्ली लिएर यसो गर उसो गर भन्नु खोज्थ्यो। ए काम देखाउने काम देखाउने, अनि हाजिरा पनि गर्ने। हाजिरा पनि गर्ने। अरू चाहिँ त्यति हो। कति सालमा हो त्यो प्रोजेक्ट सुरु भएको? बिर्सिसक्यो। कहाँ बिर्सिन्छ है? तपाईँको उमेर कति वर्ष भयो? अहिले 85 भयो। 85 भनेपछि तपाईँ कति वर्षको उमेरमा हुँदा त्यो काम गरेको भन्नु त? 20-22 वर्ष थियो। 22 वर्ष भने अहिले तपाईँ 85 होइन? 85 माइनस 22 कति भयो? कति भयो? 85 - 22 लगभग 63 63 वर्ष अगाडि होइन? 63 वर्ष अगाडि भनेपछि अहिले अब यो कति 80 बाट 63 घटाएपछि कति भयो? 3 2 6 कति साल भयो? 20 सालतिर। 20 साल 2020 सालतिर रहेछ त्यो नहर बनाएको होइन? पहिला इन्टेकतिर पहिला खन्यो कि तलब पहिला? माथि पावर हाउस पहिला खन्यो नि, पावर हाउस खनेर पहिला गरेको नहर बनाएर अनि पछि पावर हाउस त पछि बनाएको। अनि त्यो टुप्चेमा यस्तो उ राखेछ नि ड्याम, त्यो कसरी बनायो? बिर्सिन्छ क्या त्यो सुगरले गर्दाखेरि। काम गरेको भने त 22 वर्षको उमेरदेखि 30 वर्षसम्म 30 वर्षको उमेरसम्म काम गरेको होइन त? दिनमा कति मान्छे हुन्थ्यो काम गर्ने? छा याद आउँछ नि? माटो बग्नेलाई 1 रुपैयाँ दिन्थ्यो। दिनको माटो बोक्नेलाई केलाई त 2 रुपैयाँ दिने त? मिस्त्रीलाई खन्नेलाई 2 रुपैयाँ, माटो बोक्नेलाई 1 रुपैयाँ। मिक्सर अपरेटरको कति? मिक्सर अपरेटर कति दिन्थ्यो दिनको? 40 रुपैयाँ भनेपछि त 2 रुपैयाँ नि भएन नि त। त्यही पैसाले आफ्नो खाजा खाना खाने। 5 पैसा त कप त चिया पाउँथ्यो। 5 पैसा कप कम्पनीले दिँदैन, खुवाउँदैन थियो? कहिले कहिले यसो खसी काटेर खुवाउँदै होला नि, त्यो पनि खुवाउँदैन? ए काम गरेर महिनामै दिन्थ्यो कि दिनकै पैसा दिन्थ्यो? महिनामा ट्याक्क दिन्थ्यो। इन्डियन कम्पनीले होइन? ए नेपाली कोही पनि थिएन इन्जिनियर? हो र? नेपाली त अलि धेरै लागेर अरूले नाइकी सरदार भन्थ्यो। सरदार दिन्थ्यो। रोड दिन्थ्यो। के 100 जना कुदी उसको जिम्मामा 100 जना मान्छेले रोड भन्थ्यो। रोड कस्तो रोड भने? रोड साफ भन्थ्यो। रोड साफ ए 100 जनालाई 1 जनाले को जिम्मामा रोड साफ। मेट होला? 4 जना नाइकी। मेट होला? मेट 4 जना नाइकी। 4 जना नाइकी 1 जना सरदार। ए 4 जना नाइकी 100 जनालाई चलाउनलाई। ए अनि 1 जना सरदार। सुपरभाइजर भन्दैन? सरदार सरदार भनेको त ट्रेकिङतिर पनि हुन्छ नि। ए त्यत्रो काम गर्यो है? कुल्ली गर्नुभयो तपाईँले? कुल्ली गरेन होला? कुल्ली त अल्छी छ नि तपाईँ, कहाँ गर्छ र कुल्ली? तपाईँ त नाइकी चाहिँ भयो होला होइन? अल्छी मान्छे त नाइकी हो भन्छ त। नाइकी मिक्सर अपरेटर हुन्थ्यो।
मिक्सर कस्तो खाले मिक्सर हुन्थ्यो हेट बिर्स्यो भन्न पाइँदैन नि सम्झिनु पर्थ्यो नि त त्यो बेलाको कुरा अनि त्यो बत्ती बालेको चाहिँ हेरेकै हेरेन बनाइसकेपछि त्यो उद्घाटन गरेको हेर्नुभयो पावर हाउस उद्घाटन गरेको अनि बत्ती बालेपछि त रमाइलो भयो होला नि खुसी भयो होला नि होइन गाडी आयो टुकी बाल्थ्यो पछि अनि बालेपछि बिजुली कहाँ लग्यो त लगेन